छिमेकीको घरमा सत्यनारायणको पूजा लगाएका थिए। त्यही पूजामा चाहिँ हाम्रा डाँडाघरे माइला बा पनि गएको रहेछन्। आरतीको समय भए रहेछ। सबैले चाहिँ पैसा देख्दै चढाउँदै गरे रहेछन्। डाँडाघरे माइला बाले पनि यसो खोल्टीमा हात राखेछन् र 5 मिनट जति लाएर यसो च्यातिएको धुजुनो भएको चाहिँ 10 को नोट झिकेर यसो हाल्न लागेको रहेछन्। पछाडिबाट कसैले कोट्याए चाहिँ यसो हेरेको छिमेकी एकजना महिला हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ 1000 को नोट चाहिँ डाँडाघरे माइलावालाई दिइसकेपछि आफूले 10 रुपियाँ चढाउन लागेको। साह्रै लाज लागेछ र आफ्नो पैसा लुकाएर 1000 को नोट अलि देखाएर ठ्याक्क चढाएछन् बुढाले। भिडभाड थियो। अनि त्यसपछि भिडभाड छुँदै यसो बाहिर निस्केको ती महिलाले यसो भनिन्छन्, तपाईँले अघि 10 को नोट झिक्दाखेरि खोल्टीबाट यो 1000 को नोट झरेको थियो, त्यही देखि हुने मैले भनेर भनिन्छन्। अहिले हेर्नु त डाँडाघरे माइलाबा त्यसपछि पुरै बेहोस छन्, कोमामा पुगे। बोलो सत्यनारायण भगवान की जय। यही नै जिन्दगी हो, अरू त सबै माया मोह हो साथी।